मान्य सदस्य र मान्य उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक 2082 माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न समय उपलब्ध गराउँछु। सम्माननीय अध्यक्ष महोदयको अनुमतिले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक 2082 माथि विचार गरियोस् भन्ने प्रस्ताव यस सम्मानित सभा समक्ष प्रस्तुत गर्दछु। धन्यवाद। उर्मिला महोदय, अर्थ मन्त्रालयबाट बजेट विनियोजन र विभिन्न मन्त्रालयको बजेट विनियोजनको स्रोत व्यवस्थापन अर्थ मन्त्रालयले प्राथमिकता अनुसार विनियोजन गरिन्छ, तर यथार्थ त्यही बजेटको कार्यान्वयन पूर्णतया कार्यान्वयन पनि हुँदैन। जुन खर्च एउटा त हामीलाई बजेट डिफिसिट फिल भइराखेको हुन्छ हरेक मन्त्रालयमा कार्यान्वयनको दौरानमा, तर त्यही बजेट पनि जहिले पनि बचेको र पूर्ण कार्यान्वयन हुन सक्दैन। त्यो अर्थ मन्त्रालय चाहिँ अब अर्थ व्यवस्थापनको मूल स्रोत मन्त्रालय हो र त्यो मन्त्रालय अन्तर्गत विभिन्न मन्त्रालयमा गएको बजेटहरूको पनि पूर्ण कार्यान्वयन हुँदैन र जहिले पनि मलाई लाग्छ अब 2-3 खण्डको 1-2 खण्ड जति खर्च भइहाले पनि 1 खण्ड चाहिँ नि बाँकी नै रहेको जस्तो देखिन्छ अन्तिममा। त त्यो कार्यान्वयन गर्न नसकिनुको यी समस्याहरूलाई हामीले कसरी अब व्यवस्थापन गर्ने हो र यो ठुलो समस्या देखिएको छ। एउटा त स्रोतको हामीलाई अभाव छ, पाएको स्रोतहरू पनि कार्यान्वयनमा के जटिलता र चाहिँ नि अब नियम कानुनको समस्याहरू हो, त्यसले गर्दा पूर्ण चाहिँ नि कार्यान्वयन हुन सक्दैन र जहिले पनि हामी त्यो बजेट चाहिँ नि फेरि अब अर्को वर्षलाई थपेर लाने जस्तो हुन्छ। एउटा त हामी आर्थिक रूपले चाहिँ सम्पन्न पनि छैनौँ, त्यो अवस्थामा स्रोत व्यवस्थापन र स्रोतको चाहिँ पूर्ण प्रयोग गरी बजेटको पूर्ण कार्यान्वयनको लागि चाहिँ नि अब विविध संरचनाहरू अझ यसलाई बढी प्रभावकारी बनाउने किसिमले कसरी जान सकिन्छ र त्यसलाई बढी प्रभावकारी कसरी बनाउने भन्ने विषयमा अर्थमन्त्रीज्यूलाई मैले प्रश्न राख्न चाहन्छु। धन्यवाद। मान्य सदस्य पदमबहादुर परियार। अध्यक्ष महोदय, विनियोजन विधेयक 2082 को सन्दर्भमा छलफल गरिरहँदा एउटा ज्यादै महत्त्वपूर्ण सैद्धान्तिक प्रश्न अहिले नेपालीहरूको जनजनमा उब्जिएको छ। केही दिन अगाडिदेखि एउटा जिम्मेवार दलको जिम्मेवार नेताले यो देशको बजेट विनियोजन कसरी हुन्छ र त्यो विनियोजन गर्दाखेरि कस्ता कस्ता हत्कण्डाहरू अपनाइन्छ र कसरी कसरी अपचलन हुन सक्छ भन्ने बारेमा सिरियस आरोप लगाउनु भएको छ। म आज विनियोजन विधेयककै सन्दर्भमा कुरा गरिरहँदा र त्यो आरोप पनि विनियोजनसँग नै सम्बन्धित भएको हुनाले म सम्माननीय अध्यक्ष महोदय मार्फत यो भाइरल भइरहेको यो भिडियोको चाहिँ प्रमाणीकरण होस्, यो सत्य भिडियो हो कि होइन यसको चाहिँ प्रमाणीकरण होस् र त्यसको लागि सरकारलाई निर्देशन गरियोस् भन्ने अनुरोध गर्न चाहन्छु। यदि यो भिडियोमा भनिएको जस्तो यो देशको बजेट विनियोजन गर्दाखेरि त्यस्ता खालका कुकृत्यहरू भएका रहेछन् भने र यस सन्दर्भमा जोडिनु भएको माननीय अर्थमन्त्रीज्यूलाई नै जोडिएको हुनाले यदि त्यस्तो हो भनेदेखि त्यस सन्दर्भमा सम्माननीय अध्यक्षज्यू मार्फत नेपाल सरकारले तुरुन्त यस सम्बन्धमा छानबिन गरोस् भनेर म जोरदार माग गर्न पनि चाहन्छु। सम्माननीय अध्यक्ष महोदय, बजेटका सन्दर्भमा सामान्यतया त्यति धेरै बोल्ने जाँगर चलेको छैन। यो कुरा मैले पोहोर पनि उठाएको थिएँ। अब यो कहाँनिर सैद्धान्तिक रूपमा हामी कहाँनिर चुकिरहेछौँ, कानुनी रूपमा कहाँनिर चुकिरहेछौँ त्यो मलाई थाहा छैन। तल्लो सदनबाट बजेट पारित भइसकेको सन्दर्भ छ। हामी चाहिँ राष्ट्रिय सभामा चाहिँ यहाँ छलफल गरिरहँदाखेरि कता कता हामीलाई अलिकति त्यो हौसला ऊर्जा र यहाँ छलफल गरेर के हुन्छ भन्ने सन्दर्भमा कति पनि जाँगर चलिरहेको सन्दर्भ चाहिँ छैन। तसर्थ यो कानुनी अडचनलाई पनि काहीँ न काहीँ हामीले संसदबाट कुनै न कुनै तरिकाले चाहिँ एड्रेस गर्नुपर्दछ जस्तो मलाई लाग्दछ। अन्य कुराहरू मन्त्रालयका चाहिँ मन्त्रालयगत छलफल हुँदाखेरि त्यतिखेर राखौँला। म यति कुरा राख्न चाहन्छु। धन्यवाद। मान्य सदस्य गोपाल भट्टराई। सम्माननीय अध्यक्ष महोदय, अहिले विनियोजन विधेयक माथिको सैद्धान्तिक छलफलमा हामी छौँ। यो बजेट
चाहिँ पहिले पनि हामी चाहिँ केही सैद्धान्तिक छलफल गरेका छौँ बजेट प्रस्तुत भइसकेपछि। मूलत अहिले यो बजेट यथार्थपरक हिसाबले आएको छ। पहिलेका बजेटहरू लोकप्रियता तत्कालिक लोकप्रियताको निम्ति ठुला बजेटहरू ल्याउने, ती कार्यान्वयन हुन नसक्ने र पछि गएर त्यसलाई चाहिँ रिभ्यू गर्नुपर्ने, रिभ्यू गर्दाखेरि पनि त्यसलाई चाहिँ व्यवस्थित गर्न नसकिने, त्यस्तो खालको अवस्थाबाट यो अहिलेको बजेट अलिकति व्यवस्थित भएर आएको मैले महसुस गरेको छु। हाम्रो स्रोत जे छ त्यो स्रोतलाई अलि व्यवस्थित किसिमले लैजाने हो भने कार्यान्वयन गर्न सकिन्छ र कार्यान्वयन भयो भने मात्रै जनतासम्म पैसा पुग्छ र पूर्वाधारहरूको विकास हुन सक्छ भन्ने नै हो। यसमा चाहिँ अर्थमन्त्रीज्यूले श्रावणदेखि नै योजनाहरू कार्यान्वयनको यो प्रक्रिया सुरु गर्ने भन्नुभएको छ। पहिले त्यो अवस्था थिएन, मङ्सिर पुसबाट मात्रै सुरु गर्ने प्रचलन थियो। त्यसो भएको हुनाले अब यसलाई जसरी उहाँले प्रस्तुत गर्दाखेरि यी कुराहरू राख्नु भएको छ त्यही अनुसार अगाडि गयो भने यो बजेटले परिणाम दिन सक्छ भन्ने मलाई लाग्छ। अर्को कुरा अब यो विनियोजन विधेयक माथिको सैद्धान्तिक छलफल भएको हुनाले हामीले मन्त्रालयगत विनियोजन अन्तर्गत धेरै छलफल गर्नेछौँ र त्यसलाई चाहिँ समृद्ध गराउने गरी अगाडि बढ्नेछौँ र अहिलेलाई यो बजेट कार्यान्वयन उन्मुख छ। त्यसो भएको हुनाले यो व्यवस्थित रूपमा अगाडि जान्छ भन्ने कुरामा म विश्वस्त छु। यति कुरा राखेर मेरो भनाइहरू अन्त्य गर्छु। धन्यवाद। मान्य सदस्य शेखर कुमार सिंह। सम्माननीय अध्यक्ष महोदय, आज हामी सैद्धान्तिक छलफलमा छौँ। सैद्धान्तिक छलफलमा सुरुवातकै दिन राम्रो देखेको नाताले मैले माननीय उपप्रधानमन्त्री तथा अर्थमन्त्रीजीलाई धन्यवाद दिन चाहिरहेका छु, किनकि उहाँले यो बजेटको व्यवस्थापन कार्य श्रावणदेखि नै सुरु गर्नुहुन्छ। यो राम्रो पक्ष हो। साथै यो मन्त्रालयगत छलफलमा त हामी बाँकी नै छौँ। अहिले नै उहाँले जुन रूपबाट सबै क्षेत्रलाई समुचित गरेर ल्याउनु भएको बजेट स्वागतयोग्य छ। यसलाई हामी समर्थन पनि गर्छौँ र यस बजेटको विनियोजनको अरू पक्षमा हामी त बाँकी नै छौँ। 15 गते 17 गतेको दिन मन्त्रालयगत छलफलमा हामी भाग लिएरै बोल्छौँ नै र त्यहाँ बोल्दा पनि त्यहाँ हेर्दा पनि मैले अलि देखिराखेको छु। एक दिन त 14वटा मन्त्रालय पर्छ, अर्को दिन 8वटा मन्त्रालय पर्छ। त्यसमा पनि हामी विचार गरेरै बोलौँला। जुन सरकारको लागि बजेट त चाहिन्छ नै, आएको बजेटलाई यसलाई समुद्र रूपमा हामी पास गरेर लिएर जाउँ, यही नै हाम्रो लागि सुखद पक्ष हुन्छ र माननीय अर्थमन्त्रीज्यूको प्रयास चाहिँ राम्रो छ। मैले सुरुवात हेर्दाखेरि उहाँको प्रयास राम्रो देखेँ, त्यसैलाई मैले यो बजेट सहित उहाँले पनि धन्यवाद दिन चाहन्छु र केही पक्षहरू जसरी श्रावणदेखि काम सुरु गर्ने 4 महिनासम्म के बजेटको लाई परिमार्जित गर्न सक्ने प्रावधानहरू पनि जो राख्नु भएको छ त्यो स्वागतयोग्य छ र यो भन्दै यसलाई समर्थन गर्दै मन्त्रालयगत आधारमा हामी 15 गते र 17 गते विशेष छलफल गर्दै म आफ्नो 202 अन्त गर्छु। धन्यवाद। मान्य सदस्य भुवन बहादुर सुनार। यस आर्थिक वर्ष
82-83 को बजेट प्रस्तुत भएको छ र यो बजेटले यो उत्पीडित वर्ग त्यो समुदायका मान्छेलाई आशा जगाउने खालको हुन्छ भन्ने अपेक्षा लिएको थिएँ मैले, किनभने अर्थमन्त्री त्यो समुदायलाई अलिक प्रायोरिटीमा राख्ने मान्छे भनी बुझिरहेको थिएँ मैले। त्यस्तो अलि आएन कि भन्ने चाहिँ मेरो एउटा गुनासो हो। अर्को कुरो, हामी वर्षै पछि यो साधारण खर्च बढेको छ, त्यसले गर्दा यो राष्ट्रिय ऋण बढेको छ। यसलाई कसरी घटाउन सकिन्छ भन्ने बारेमा पनि सोच्दा राम्रो हुन्थ्यो कि। जस्तै कति चाहिँ वस्तुहरूमा हामीले यो कर निःशुल्क गरेका छौँ। हामीले कर निःशुल्क नगरिकन थोरैभन्दा थोरै जस्तै 1% चाहिँ हरेकमा कर राख्दै ठिक हुन्छ होला। त्यसरी कर नराख्दा देश कसरी चल्यो? सधैँ हामी ऋणमै चल्ने हो र? ऋणबाट मुक्त हुनलाई देश चाहिँ यो ग्रेड लिस्टबाट निक्लिन पनि चाहिँ धेरै जुक्तिहरू त चाहिन्छ होला। हेर्दा यो बजेटले चाहिँ यो विषयमा अलिक गम्भीर होस् भन्ने हो। अर्को कुरा, हुन त हामी अब 15-17 गतेतिर छलफल गर्दैछौँ। यो चाहिँ विषय यो नीति तथा कार्यक्रममा मिठो कार्यक्रममा आयो भन्ने अपेक्षा गरेका थियौँ। त्यो जस्तै यो हरेक वर्ष दलित समुदायका नाममा कति बजेट सुनाउने, कार्यान्वयन नहुने र त्यो चाहिँ यो देखाउने मात्रै भइरहेको छ र त्यही परम्परा अहिले पनि भइदियो। यो दुःखलाग्दो कुरा छ। जस्तै कि यो समतामूलक सभ्य सुसंस्कृत समाज निर्माण गर्नलाई विभेद अन्त्य गर्ने हरेक वर्ष चाहिँ जेठ 21 गते चाहिँ यो विभेद उन्मूलन दिवस मनाउन भनेर चाहिँ सरकारले उत्प्रेरित गर्न खोज्यो, तर बजेट चाहिँ कतै छैन। सधैँ चाहिँ स्रोत नभएको कार्यक्रम चाहिँ हुने, स्रोत नहुने यस्तो रहेको छ र अहिले पनि यही रहेकोले गर्दा यसको बारेमा चाहिँ हामीसँग कौतूहलता नै छ। बहस छलफल गरिदिनु पनि छ र भन्ने गर्छन्। हेर्दाखेरिमा चाहिँ ऐना तर क्षमता केही छैन भने जस्तो चाहिँ स्थिति चाहिँ यो वर्ष त नभइदियो हुन्थ्यो भन्ने अपेक्षा गरेको, तर भइदियो। दुःखलाग्दो कुरा। हस्, धन्यवाद। मान्य सदस्य तुलसा कुमारी दाहाल। माननीय अध्यक्ष महोदय, आजको यस बैठकमा हामी आर्थिक वर्ष 82-83 को लागि विनियोजन विधेयकको सैद्धान्तिक छलफलको विषयमा सहभागी भइरहेका छौँ। म आफ्ना केही धारणाहरू राख्न चाहन्छु। नेपाल सरकार अर्थ मन्त्रालय माननीय उपप्रधान तथा अर्थमन्त्रीज्यूले प्रस्तुत गर्नुभएको बजेटको सैद्धान्तिक पक्ष नेपालको संविधान अनुरूप मौलिक हकको कार्यान्वयन गर्नेलाई उच्च प्राथमिकता दिएको छ। लोक कल्याणकारी राज्यको अवधारणा अनुसार समावेशी सन्तुलित विकास, सामाजिक न्याय, उत्पादनमुखी सबल अर्थतन्त्र निर्माण गर्ने गरी आएको छ। आर्थिक स्रोत र सम्भावनाको खोजी गर्दै निजी क्षेत्र मैत्री, प्रतिस्पर्धा, आत्मनिर्भर अर्थतन्त्रमा जोड दिँदै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई पुरा गर्दै समाजवाद उन्मुख अर्थतन्त्रको आधार तयार गर्ने गरी प्रस्ताव गरिएको छ। सङ्घ, प्रदेश र स्थानीय तहको अधिकार सूची अनुरूप बजेट विनियोजनको आधार बनाएको देखिन्छ भने सार्वजनिक, निजी, सहकारी, सामुदायिक क्षेत्रको बीचमा समन्वय र सहकारी गर्ने सैद्धान्तिक पक्षको आकलन गरिएको छ। राष्ट्रिय परिचय पत्र प्रणाली र नागरिक एपलाई व्यवस्थित गर्दै भ्रष्टाचार नियन्त्रण, सुशासन प्रबन्धन गर्दै सार्वजनिक संस्थाप्रति नागरिक विश्वास अभिवृद्धि गर्ने गरी राष्ट्रिय परिचय पत्र व्यवस्थित गर्दै दोहोरोपन हटाउने जस्ता विषयवस्तुलाई पनि अगाडि सारेको देखिन्छ। लगानी मैत्री, व्यावसायिक वातावरण सिर्जना गर्न एकद्वार प्रणालीलाई प्रभावकारी बनाउने, जग्गाको हदबन्दी, वन क्षेत्रको उपयोग गर्ने जस्ता विषयवस्तुहरूलाई समावेश गरिएको छ। सामाजिक सुरक्षाको प्रत्याभूति गराउन, आर्थिक सामाजिक विपन्नता लक्षित वर्ग केन्द्रित समन्वयिक बनाउने, दिगो विकासको लक्ष्य हासिल गर्न आवश्यक तयारी गर्ने गरी मुलुकलाई सन् 2026बाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्दै सन् 2030 सम्ममा आवश्यक तयारी र उच्च स्तरीय आर्थिक सुझाव आयोगले दिएका सुझावहरूलाई कार्यान्वयन गर्ने पनि यसले ठानेको छ। राष्ट्रिय गौरवका आयोजनाहरू, बहुवर्षीय आयोजनाहरू, आधा अधुरा परियोजनाहरूलाई आगामी वर्षको लागि निरन्तरता दिएको छ भने सङ्घबाट 3 करोडभन्दा कमका नयाँ आयोजनाहरू समावेश नगर्ने गरी अठोट गरे अनुसारै यसले बजेट विनियोजन गरेको देखिन्छ। सरकार अविच्छिन्न सरकारवाला हो। पुराना परियोजना जसलाई 3 करोडभन्दा कम लगानी पुरा हुने खालका छन्, तिनीहरूमा 3 करोडभन्दा कम बजेट विनियोजन गरेको देखिन्छ।
मुख्यतः पछिल्ला वर्षमा राजनीतिक परिवेशमा प्रतिकूल बनिरहेको छ, सेवा प्रवाह, सुशासन, विकास गति प्रतिकूल बनिरहेको छ, देश र जनताको आवश्यकता सम्बोधनमा चुनौतीपूर्ण अवस्था सिर्जना भएको छ। राजनीतिक स्थायित्व सुनिश्चित गर्ने आर्थिक सामाजिक विकासलाई तीव्रता दिने सङ्कल्पको साथ वर्तमान सरकारले प्रतिबद्धतालाई अगाडि सारेको छ। विनियोजन गरिएको बजेटको सही रूपमा कार्यान्वयन हुनुपर्छ। आउनु ठुलो कुरो होइन, कार्यान्वयन गर्नु चाहिँ सबभन्दा महत्त्वपूर्ण कुरो हो। सरकारले गरेका सकारात्मक राम्रा कामलाई प्रशंसा गर्न नसके पनि आत्मसात गर्नको निम्ति म आग्रह गर्न चाहन्छु। धन्यवाद। मान्य सदस्य गोपीबहादुर सार्की आचार्य। माननीय अध्यक्ष महोदय, प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक 2082 माथि विचार गरियोस् भन्ने विषयमा हामी सैद्धान्तिक छलफलमा छौँ। माननीय अर्थमन्त्री तथा उपप्रधानमन्त्रीज्यूले बजेट ल्याउने बेलामा र यसको सैद्धान्तिक पक्षमा छलफलकै क्रममा पनि यो यथार्थपरक छ र वित्तीय अनुशासन कायम गर्ने र अहिलेको चाहिँ देशको परिस्थिति अनुसारै हामी जान खोजेका छौँ भन्ने हिसाबले चाहिँ जसरी एउटा प्रतिबद्धतासहित ल्याउन खोज्नु भएको थियो, तर त्यो प्रतिबद्धता अहिले विनियोजनमा जाँदाखेरि चाहिँ पुरा भएको जस्तो मलाई लागिराखेको छैन। प्रतिनिधि सभा पनि त्यहाँका सत्तापक्षकै मान्यजीहरूले चाहिँ आफ्नो विषय व्यक्त गर्ने बेला, विचार राख्ने बेला चाहिँ जसरी बोल्नुभयो, जसरी व्यक्त गर्नुभयो त्यो स्थिति हेर्दा पनि एउटा। अर्को कुरा चाहिँ राज्यको चाहिँ आयको स्रोत भनेको चाहिँ तीनटा हो। एउटा हामी वैदेशिक ऋण, आन्तरिक ऋण र चाहिँ राजस्व हो। यी तीनटै कुराको चाहिँ सन्तुलनबाट हेर्दाखेरि चाहिँ मलाई यो बजेटले चाहिँ सन्तुलित ढङ्गले चाहिँ त्यो लक्ष्य पुरा गर्छ जस्तो मलाई लागिराखेको छैन। अर्को चाहिँ बजेटको चाहिँ विनियोजन अन्तर्गत चाहिँ खर्चको कुरामा आउँदाखेरि चाहिँ भन्दाखेरि त 3 करोडभन्दा माथिका योजनाहरू, तलका योजनाहरू चाहिँ सङ्घबाट नगर्ने भन्ने थियो, तर 1000 लाखसम्मका त्यस्ता सानातिना टुक्रा र एउटा। अर्को कुरा चाहिँ बजेट विनियोजन गर्दाखेरि चाहिँ पहुँचवाला, पावरवाला र ठुला मन्त्रीहरूको चाहिँ क्षेत्रमा, प्रधानमन्त्रीको क्षेत्रमा र नेताहरूको क्षेत्रमा केन्द्रित गर्दाखेरि त्यसको सन्तुलन कसरी मिल्यो त? यो सन्तुलन मिलेको छ जस्तो मलाई लागिराखेको चाहिँ छैन। स्थानीय तहलाई हेर्दाखेरि चाहिँ हामीले सम्मानीकरण अनुदान बढाउनु पर्नेमा त्यसलाई घटाएर हामी फेरि सशर्त अनुदान चाहिँ बढेको स्थिति हेर्दाखेरि हामी सङ्घीयताको चाहिँ सबलीकरणको कोणबाट हेर्दाखेरि, राष्ट्रिय अर्थतन्त्रको चाहिँ मजबुतीकरणको कोणबाट हेर्दाखेरि, पुँजी निर्माणको कोणबाट हेर्दाखेरि, के अरे रोजगारी सृष्टि गर्ने कोणबाट हेर्दाखेरि यो कतै पनि चाहिँ यसले लक्ष्य पुरा गर्ने जस्तो देखिँदैन। र अर्कोतिर यता हाम्रो चाहिँ कृषि उत्पादनलाई चाहिँ बढावा दिनुपर्ने र चाहिँ राष्ट्रिय पुँजीको विकासको लागि राष्ट्रिय उद्योगलाई चाहिँ प्रवर्धन गर्नुपर्ने, त्यो कोणबाट हेर्दाखेरि पनि चाहिँ त्यतातिर चाहिँ ध्यान दिएको जस्तो चाहिँ लागिराखेको छैन। पछि हामी फेरि विनियोजनमा मन्त्रालयगत हिसाबले चाहिँ छलफल पनि गरौँला, त्यसमा पनि हामी हाम्रो कुरा राखौँला। मैले हेर्दाखेरि के हो भने हामीले जति पनि लगानी गर्छौँ प्रतिफल चाहिएको छ। अहिले हामी ऋण गरेर चाहिँ देश चलाइराखेका जो स्थिति छ, यो स्थितिबाट हेर्दाखेरि चाहिँ हामीले प्रतिफलतिरै चाहिँ जाने कुरा नै विशेष अहिले जनताको माग पनि परिस्थिति यो परिवर्तनको सबै माग भएको कारणले गर्दाखेरि। मान्य सदस्य सुमित्रा बिसी। सम्माननीय अध्यक्ष महोदय, विनियोजित विधेयक 2082-83 को सैद्धान्तिक छलफलमा आज हामी छौँ। मन्त्रालय अन्तर्गतका छलफलहरूमा हामी मसिनरी जानेछौँ र यो जुन सैद्धान्तिक छलफलमा मान्य उपप्रधान तथा अर्थमन्त्रीले भर्खरै भन्नुभएको, पहिला हामी मलाई लाग्छ माघ फागुनदेखि बल्ल यो बजेट कार्यान्वयनको ठाउँमा जाने सुरुवात गर्ने गरिन्थ्यो र पछि गएर असारे बजेट पनि भनिन्थ्यो। पानीमा चाहिँ त्यही हतार काम गर्ने अनि त्यो बगाएर लाने एउटा स्थिति थियो। अहिले मन्त्रीज्यूको कुरा सुन्दाखेरि साउनदेखि नै यो कार्यान्वयनमा जाने भन्ने कुरोले स्वाभाविक रूपले यो चाहिँ ठिक समयमै काम सम्पन्न हुन्छ भन्ने मलाई एउटा विश्वास लागेको छ र बजेट महत्त्वाकांक्षी नभएर आवश्यकता अनुसार चाहिँ का योजनाहरू र अधुरा योजना पुरा गर्ने गरी आएकोले यो बजेटको म समर्थन गर्न चाहन्छु र यो सैद्धान्तिक छलफल गर्दाखेरि के अरे हाम्रो देशको भौगोलिक स्थिति र हाम्रो आय स्रोत बजेटको चाहिँ के अरे बजेट अनुसारका विकासका कामहरू हुने भएकोले
यसलाई यो कार्यान्वयनको पाटोमा चाहिँ अनुगमन पनि होस् र कार्यान्वयनको पाटोमा चाहिँ के अरे यो इमान्दारी साथ हरेक ठाउँबाट हामीले अनुगमनसहित चाहिँ यसलाई योजनाहरू सम्पन्न गर्ने गरी चाहिँ सबै लाग्नुपर्छ भन्ने भनाइराख्दै यसप्रति पक्का पनि यो नेपाल सरकार सचेत हुनेछ। योजना पार्यौँ काम गऱ्यौँ भन्नु मात्रै भन्दा पनि चाहिँ यसलाई दीर्घकालीन रूपले यो के अरे बलियो हुने गरी हरेक योजनाहरू बनाउँदा हामीले त्यस्ता खालका योजनाहरू सम्पन्न गर्न लाग्नेछौँ भन्दै यो बजेटको समर्थन गर्दै आफ्नो भनाइ टुङ्ग्याउँछु। धन्यवाद। मान्य सदस्यहरू, प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक 2082 माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा मान्य सदस्यहरूले बोल्ने क्रम यहीँ समाप्त हुन्छ। मान्य सदस्य र अब म मान्य उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई छलफलमा उठेका प्रश्नहरूको जवाफ दिन समय उपलब्ध गराउँछु। सामान्य अध्यक्ष महोदय, विनियोजन विधेयक 2082 का सम्बन्धमा सैद्धान्तिक विषयमा छलफलमा भाग लिनुहुने मान्य सदस्यज्यूहरूप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। मान्यज्यूहरूको विचार आफ्नो ठाउँबाट महत्त्वपूर्ण छ। मुख्य रूपले बजेट कार्यान्वयनका प्रति मान्यज्यूहरूको चिन्ता चासो र सरोकार छ। यो चिन्ता चासो र सरोकारलाई म जायज भन्दछु। विगतका हाम्रा अनुभवहरूले बजेट कार्यान्वयन ठिक ढङ्गले नहुने, बजेट कार्यान्वयनबाट जुन प्रतिफलको अपेक्षा गरिएको हुन्छ त्यो अपेक्षा प्राप्त नहुने हाम्रो तितो अनुभव छ। त्यो अनुभवको पृष्ठभूमिमा मान्यज्यूहरूले बजेट कार्यान्वयन हुन्छ त भनेर प्रश्न राख्नु र चिन्ता व्यक्त गर्नुलाई म जायज मान्दछु। अध्यक्ष महोदय, त्यसै भएको हुनाले चालु आर्थिक वर्षको बजेट निर्माण गर्दा अर्थ मन्त्रालयले दुईटा चिजमा बढ्ता कन्फाइन हुन खोजेको छ। पहिलो प्रश्न, बजेट त्यो यथार्थपरक होस्। बजेटले गरेका अनुमानहरू नतिजाका रूपमा प्रकाशित हुन सकुन्। चाहे त्यो स्रोत व्यवस्थापनको प्रश्नमा होस्, चाहे त्यो खर्च व्यवस्थापनको प्रश्न होस्, बजेट कार्यान्वयन हुन सकोस् भन्ने कुरामा हामीले जोड दिएका छौँ। अर्थ मन्त्रालयले जोड दिएको छ। बजेट निर्माण गर्दा यो बेसिक प्रिन्सिपलबाट त्यो चाहिँ एउटा विचलित हुनु हुँदैन भन्ने मान्यतामा अर्थ मन्त्रालय दृढतापूर्वक उभिएको छ भन्ने म सबैभन्दा पहिला स्पष्ट गर्न चाहन्छु। त्यसै भएर हामीले चाहिँ बजेटको साइज निर्धारण गर्दा, स्रोतको अनुमान गर्दा, परिचालन गर्न सकिने, व्यवस्थापन गर्न सकिने, जुटाउन सकिने स्रोत मात्रै परिकल्पना प्रस्ताव गरिएको छ, अनुमान गरिएको छ। चाहे त्यो राजस्वको प्रश्न भनौँ, चाहे त्यो अन्तर्राष्ट्रिय सहयोगको प्रश्नमा भनौँ, चाहे त्यो आन्तरिक ऋणको प्रश्नमा भनौँ, हामी चाहिँ त्यसमा संयमित र सन्तुलित रहेका छौँ भन्ने म निवेदन गर्न चाहन्छु। र बजेट कार्यान्वयनका प्रश्नमा सामान्यतया कस्तो भनेदेखि बजेट कार्यान्वयनको विषय चाहिँ यो समग्र अर्थ मन्त्रालयको मात्रै नभएर समग्र मन्त्रालयको चाहिँ साझा जिम्मेवारी हो। अर्थ मन्त्रालयले आफ्नो तहबाट गर्नुपर्ने काम समयमा गर्नुपर्छ, प्रभावकारी रूपमा गर्नुपर्छ। त्यसरी नै सम्बन्धित मन्त्रालयले पनि आफ्ना जिम्मेवारीका कामहरू प्रभावकारी रूपमा गरेर बजेट कार्यान्वयन गर्नुपर्छ भन्ने कोणमा यो अहिलेको बजेट बढ्ता केन्द्रित रहेको छ। यस हिसाबले हेर्दाखेरि के कुरामा जोड दिएको छ भनेदेखि हामीले के कस्ता प्रबन्धहरू गर्दा बजेट कार्यान्वयन सहज ढङ्गले हुनसक्छ भन्ने हिसाबले चाहिँ त्यसमा ध्यान दिएको छ। हाम्रा विद्यमान बजेट कार्यान्वयनसँग सम्बन्धित विद्यमान मापदण्डहरू, निर्देशिकाहरू आदि चिजलाई पनि हामी तदनुकूल नै अपडेट गर्दैछौँ र बजेट प्रस्तुत भएको भोलिपल्टैदेखि हामी बजेट कार्यान्वयनमा जान सक्छौँ भन्ने त्यो प्रतिबद्धता व्यक्त गरिएको छ। 15 गते हामीले जेठ 15 गते बजेट प्रस्तुत गऱ्यौँ। हामीले चाहिँ 16 गतेदेखि नै बजेटको कार्यान्वयनको थालनी गर्न सक्छौँ र बजेट पारित भए लगत्तै ठेक्का सम्झौता गरेर निर्माणका कामहरू अगाडि बढाउन सक्छौँ। तयारी भएका आयोजनाहरूमा त्यसरी पनि जान सक्छौँ भन्ने हिसाबले बजेट आएको छ। त्यस कारणले म मान्यज्यूहरूलाई आग्रह गर्न चाहन्छु, यहाँले चिन्ता व्यक्त गर्ने कुरा जायज छ, तर सँगसँगै म यहाँलाई विश्वास दिलाउन चाहन्छु, विश्वास व्यक्त गर्नुहोस् भनेर म अनुरोध गर्न विश्वास गर्नुहोस् भनेर अनुरोध गर्न चाहन्छु कि यो बजेट कार्यान्वयन हुनेछ।
कार्यान्वयन हुन सक्ने आधारसहित यो आएको छ भनेर म निवेदन गर्न चाहन्छु। यो चाहिँ उत्पीडित समुदायका प्रति बजेटले ध्यान दिएन कि भन्ने जुन चिन्ता व्यक्त गर्नुभएको छ, वास्तवमा यसपटक बजेटले खास गरी भगत सर्वजित शिल्प उत्थान कार्यक्रमका माध्यमबाट दलित समुदायका परम्परागत सिप र पेसालाई आधुनिकीकरण गर्ने र त्यसलाई चाहिँ बजारीकरण गर्ने, आन्तरिक बजारमा मात्रै होइन अन्तर्राष्ट्रिय बजारमा पनि पुर्याउने, त्यसका निम्ति तालिमको प्रबन्ध, त्यसका निम्ति बजारको प्रबन्ध, त्यसका निम्ति अरू प्रकारका सहयोगका प्रबन्धहरू, त्यसका निम्ति एउटा चाहिँ उल्लेखनीय साइजको बजेट समेतको प्रबन्ध यो बजेटले गरेको छ। मलाई लाग्छ यसले चाहिँ उत्पीडन अन्त्यको निम्ति सबभन्दा मुख्य पक्ष आर्थिक अधिकार, आर्थिक रूपमा विभेद, आर्थिक रूपमा चाहिँ असमानता रहन दिएर समानताको कुरा गर्नु चाहिँ व्यर्थ हुन्छ। त्यस कारणले दलित समुदायलाई आर्थिक रूपमा कसरी सबलीकरण गर्ने, कसरी सशक्त तुल्याउने भन्ने कोणबाट यो बजेट प्रस्तुत भएको छ। त्यस कारणले मलाई लाग्छ दलित समुदायका प्रति यो बजेट समर्पित छ भन्ने नै म त्यो राख्न चाहन्छु। राष्ट्रिय ऋणको सन्दर्भमा ऋणका बारेमा हामीले के दृष्टिकोण लिनुपर्छ भने ऋण नलिकन हामी ऋणै लिँदैनौँ भनेर त्यो चाहिँ भन्नु त्यो चाहिँ सम्भव र उचित कुरा होइन। ऋण के का निम्ति लिने, ऋण कसरी लिने, कुन शर्तमा लिने र ऋण के का निम्ति खर्च गर्ने भन्ने प्रश्न बढ्दा महत्त्वपूर्ण हो। हामीले के कुरा बुझ्नुपर्छ भने ऋण उत्पादन र उत्पादकत्व वृद्धि गर्ने उद्देश्यका साथ लिनुपर्छ र ऋणले सृजना गर्ने दायित्व पुरा गरेर त्यसले चाहिँ हाम्रो आर्थिक हैसियतलाई माथि उठाउनुको निम्ति योगदान दिनुपर्छ। प्रतिफलयुक्त आयोजनाहरूमा ऋण लिने भन्ने त्यो दृष्टिकोणको साथ जानुपर्छ। जस्तोसुकै ऋण, जोसुकैसँगबाट ऋण, जस्तोसुकै शर्तको ऋण हामी लिँदैनौँ, छनौटपूर्ण ढङ्गले जान्छ। हाम्रा आवश्यकतामा, हाम्रो प्राथमिकतामा हामी केन्द्रित हुन्छौँ। त्यसै भएर नेपाल सरकारले केही समय अगाडि यो चाहिँ यो सहयोग परिचालन, अन्तर्राष्ट्रिय सहयोग परिचालनका सन्दर्भमा, वैदेशिक सहयोग चाहिँ परिचालनका सन्दर्भमा एउटा स्पष्ट नीति पनि पारित गरेको छ। त्यो नीतिले पनि के बताउँछ भने हामी जुनसुकै जस्तोसुकै ऋण लिँदैनौँ, हामी छनौटपूर्ण ढङ्गले ऋण लिन्छौँ। जुन ऋणले उत्पादकत्व बढाउँछ, राष्ट्रिय अर्थतन्त्रलाई अगाडि बढाउनको निम्ति योगदान दिन्छ, त्यस्तो मात्रै हामी ऋण लिन्छौँ। त्यस कारणले ऋण तिर्न नसक्ने गरी होइन, तिर्ने गरी नै हामी चाहिँ ऋण लिन्छौँ र ऋण लिँदा पनि हामी जुनसुकै सीमामा गएर जतिसुकै ऋण लिने होइन, एउटा निश्चित सीमामा जान्छ। हाम्रो जिडिपीको बढीमा 5.5% ऋण लिन सकिन्छ भनेर हामीलाई वित्त आयोगले चाहिँ त्यो सीमा निर्धारण गरेको छ। त्यो सीमाभित्रै हामी ऋण लिएका छौँ। अहिले पनि 5.5% सीमा भए पनि हामीले 5.3% सीमामा मात्रै हामीले ऋण उठाउँछौँ भनेर त्यो कुरा बजेटले भनेको छ। त्यस कारणले ऋणका प्रश्नमा पनि यो बजेट सन्तुलित छ। त्यसै भएर त हामीले चाहिँ जम्मी यो चाहिँ किन 20 खर्ब पनि हामी छुन सकेनौँ त, किन छोएनौँ त? मागहरूको, डिमान्डहरूको कुरा गर्ने भनेदेखि त अलिक ठुलो साइजको बजेट बनाउँदा सजिलो हुन्थ्यो होला नि, होइन? त्यो तरिका उत्तरदायीपूर्ण तरिका हुँदैन। त्यस कारणले हामीले संयमित भएर चाहिँ बजेट निर्माण गर्नुपर्छ भन्ने कुरामा यो बजेटले जोड दिएको छ भन्ने कुरा राख्न चाहन्छु। त्यसबाहेक चाहिँ यो यथार्थपरक विनियोजनको सन्दर्भमा 3 करोडले अझै पनि कन्फ्युजन चाहिँ 3 करोडको कन्फ्युजन अझै पनि हट्न नसकेको मैले महसुस गरेँ। मानिसहरूको अभिव्यक्ति सुन्दा यहाँहरूको आशंकाप्रति, यहाँहरूको अभिव्यक्तिका प्रति मेरो सम्मान छ। तर म निवेदन गर्न चाहन्छु, निवेदन दोहोऱ्याउन चाहन्छु, नयाँ निवेदन पनि मेरो यो भएन। 3 करोडका प्रति हामीले चाहिँ जुन खालको मापदण्ड बनायौँ त्यसका प्रति हामीले चाहिँ गर्व नै गर्नुपर्छ। मन्त्रीले, अर्थमन्त्रीले मात्रै होइन, सिङ्गो सदनले गर्व गर्नुपर्छ भन्ने मलाई लाग्छ। सवाल के छ भने सानो सानो अङ्कको बजेट विनियोजन गर्ने र उपभोक्ता समिति मार्फत खर्च गर्ने र कुन काममा कहाँ खर्च भयो भन्ने कुराको तस्बिर खिच्न नपाउने। आयोजना सकिएको छ, बजेट सकिएको छ, तर खर्च पनि भएको छ, कहाँ के कामको निम्ति खर्च भयो, लौ न त्यो भएको खर्चको नतिजा के रहेछ भनेर फोटो खिच्न जाउनु भनेर क्यामेरा लिएर जाँदाखेरि कुनै चिज नदेखिने जुन स्थिति थियो, त्यो स्थितिबाट बाहिर निस्कनका निम्ति यो 3 करोडको सीमाले धेरै ठुलो काम गर्छ।
अब 3 करोडको सीमामा जाने बित्तिकै उपभोक्ता समिति मार्फत खर्च गर्ने ट्रेनलाई हामी निरुत्साहित गर्छौँ। त्यो सम्भव हुँदैन। र अहिले मैले सुरुदेखि नै भन्दै आएको छु 3 करोडको बारेमा हामीले गर्न खोजेको कुरा के हो भनेदेखि यो नयाँ योजनाहरू सङ्घीय सरकारले इन्ट्री गर्ने LMBIS इन्ट्री गर्ने नयाँ योजनाहरू 3 करोडभन्दा साना हुँदैनन्। तर यसका के अपवाद छन्? अपवाद के छन् त? अपवाद के छ भने यदि गत वर्षको यो चालु आर्थिक वर्षमा सृजित दायित्व भुक्तानी गर्नु पर्यो। 3 करोडभन्दा कम भुक्तानी गर्दा त्यो चाहिँ भुक्तानीको दायित्व पुरा हुन्छ भने त्यहाँ 3 करोड राख्नु त परेन नि, 3 करोडभन्दा कम राखिने भयो। चालु आर्थिक वर्षको दायित्व भुक्तानी गर्नका निम्ति 3 करोडभन्दा कम राखिएको छ। दोस्रो, चालु आर्थिक वर्षमा निर्माणाधीन अवस्थाको आयोजना छ, आगामी आर्थिक वर्षमा सकिन्छ, तर आगामी आर्थिक वर्षमा सक्नका निम्ति 3 करोडभन्दा कम रकम भए पनि पुग्छ भने त्यस्तो योजनाका निम्ति पनि 3 करोडभन्दा कम विनियोजन गरिएको छ। अर्को कुरा, कतिपय यस्ता कार्यक्रमहरू छन् जस्तो चाहिँ यो फुसको छानाको ठाउँमा टिनको छाना छाउने कार्यक्रमहरू छ। यो सङ्घीय सरकारले वहन गरेको उसको दायित्व अन्तर्गतको कार्यक्रम हो। एउटा घरका निम्ति 75,000 चाहिँ फुसको छानाको ठाउँमा चाहिँ टिनको छाना भनेको छ भनेपछि त्यहाँ चाहिँ अब 3 करोड भन्ने कुरा भएन। यस्ता चिजहरूमा सङ्घीय सरकारको दायित्व अन्तर्गतका आयोजना, सङ्घीय सरकारको एकल दायित्वका कुराहरू छन्, त्यसमा 3 करोडभन्दा कम विनियोजन गरिएको छ। मानिलिउँ कुनै मन्दिरको गजुर, कुनै मन्दिरको टुडाल, ऐतिहासिक पुरातात्विक सम्पदा सङ्घीय सरकारको एकल दायित्वको योजना हो त्यो। त्यसमा त्यो पालिकालाई, प्रदेशलाई त्यो जिम्मा लगाउन सकिँदैन, सङ्घ आफैले गर्नुपर्छ। सङ्घ आफैले गर्नुपर्छ, तर 3 करोडभन्दा कम खर्च गरेपछि पनि त्यो काम सकिन्छ भनेपछि त्यस्तो योजनामा पनि 3 करोडभन्दा कम विनियोजन गरिएको छ। र यो भूकम्पपछि अथवा बाढी पहिरो लगायत प्राकृतिक विपत्ति पछिको पुनर्निर्माणको सन्दर्भ पनि 3 करोडभन्दा यदि चाहिँ 3 करोडभन्दा कमले काम चल्ने अवस्था छ भने त्यो गरिएको छ। यसरी केही अपवादहरूलाई छाडेर हामीले सङ्घीय सरकारका योजनाहरूलाई 3 करोडमा कन्फाइन गरेका छौँ। यसका बावजुद पनि कहीँ एका ठाउँमा कहीँ इरर भएको रहेछ भनेदेखि त्यो चाहिँ सङ्घीय सरकारले कार्यान्वयन गर्दैन। त्यो वित्तीय हस्तान्तरणको ढाँचा हामी चाहिँ त्यो अख्तियारीको ढाँचाबाट प्रदेश र पालिकामा पठाउँछौँ। सङ्घीय सरकारका योजनाहरू 3 करोडभन्दा साना सङ्घीय सरकारले कार्यान्वयन गर्दैन भन्ने कुरा म मान्यजीलाई फेरि चाहिँ दोहोऱ्याएर निवेदन गर्न चाहन्छु। र यो बजेट अनुशासनको दृष्टिकोणले यो धेरै महत्त्वपूर्ण कुरा हो र यो मलाई लाग्छ यसपटकको बजेट निर्माणमा हाम्रो सदनमा र सार्वजनिक क्षेत्रमा पनि अत्यधिक चर्चा भएको, बहस भएको विषय छ यो 3 करोड। त्यस कारणले मलाई लाग्दछ हामी बजेट निर्माणका सन्दर्भमा हामीले एउटा महत्त्वपूर्ण थालनी गरेका छौँ र आउने दिनमा यस्ता अझ के भनेदेखि परिष्कृत अझ समृद्ध बनाएर जानुपर्छ। यो स्रोत सदुपयोगको दृष्टिकोणले एउटा महत्त्वपूर्ण चाहिँ एउटा पोलिसी डिपार्चर हो भन्ने कुरा म यहाँहरूसँग राख्न चाहन्छु। यो चाहिँ चलन चल्तीको भाषा जस्तो कि पहुँचवालाका क्षेत्रमा आदि इत्यादि, यसलाई चाहिँ यो चाहिँ चलन चल्तीको प्रचलित पदावलीको रूपमा प्रयोग नगरौँ भनेर म अनुरोध गर्न चाहन्छु मान्यजीहरूसँग। कस्तो हुन्छ भनेदेखि कतिपय ठाउँमा राष्ट्रिय गौरवको आयोजना हुन्छ, त्यो राष्ट्रिय गौरवको आयोजनामा कति ठुलो बजेट विनियोजन गरिएको होला। उदाहरणको लागि यो चाहिँ भेरी बाई डाइभर्सन, सुनकोशी चाहिँ मरिन डाइभर्सन, अथवा चाहिँ इस्ट वेस्ट हाइवे, अथवा मध्य पहाडी पुष्पलाल राजमार्ग, यस्ता कतिपय नर्थ साउथ कोरिडोर, अथवा चाहिँ यस्ता ठुला ठुला आयोजनाहरूले कुनै जिल्लामा त्यो आयोजना होला, त्यो जिल्लामा बढी रकम देखिएला, यस्ता चिजहरू पनि भएका होलान्। र आम रूपमा म यो पनि भन्दिनँ कि माइनर पनि इरर सधैँ छैन त, यो चाहिँ त म नभनौँ, तर म के भन्छु भनेदेखि आम रूपमा न्याय, समानता र विविध चाहिँ को चाहिँ विरुद्धमा समानताका पक्षमा रहेर नै न्यायपूर्ण विनियोजनको पक्षमा रहेर नै बजेट आएको छ भन्ने म अनुरोध गर्न चाहन्छु। यति भनिसकेपछि जहाँसम्म अब यो सत्ता पक्षका मान्यहरूकै असन्तुष्टि भन्नुभयो नि, प्रतिपक्षका मान्यजीले त खुसी व्यक्त गर्नुपर्ने। यो सरकारले सत्ता पक्ष भने काखी च्यापेको रहेनछ नि त। सत्ता पक्षलाई काखी च्यापेको भएदेखि त सत्ता पक्षको बिचबाट त कुनै असन्तुष्टि नआउनु पर्ने नि, खुसी भएर ताली ठोक्नुपर्ने। कहाँ आलोचना गर्नुभएको फेरि अलिकति मिलेन कि मान्यजी, यति मात्रै मेरो आग्रह हो। सत्ता पक्षलाई काखी च्याप्ने भए, प्रतिपक्षलाई किनार लगाउने भए यो बजेटले
न सत्तापक्ष हेरेको छ न प्रतिपक्ष हेरेको छ। यसले स्रोतको सही विनियोजनलाई हेरेको छ। बस त्यस कोणबाट यो चिज आएको छ। त्यस कारणले त्यसलाई त्यस रूपमा बुझौँ भनेर म आग्रह गर्न चाहन्छु। एउटा चिज म मान्यज्यूहरूसँग के आग्रह गर्छु भनेदेखि हाम्रो बजेट निर्माणको प्रणाली के छ त्यसका बारेमा यहाँहरू जानकार हुनुहुन्छ भन्ने मेरो विश्वास हो। अथवा कहीँनिर जानकारीमा ग्याप छ भने त्यो जानकारी लिनुपर्छ भन्ने पनि मेरो आग्रह हो। बजेट कसरी निर्माण हुन्छ? सबभन्दा पहिला हामी समग्रतामा एउटा चाहिँ स्रोतको अनुमान गर्छौँ। यो चालु आर्थिक वर्षमा हामीले गरेको आम्दानी र हामीले गरेको खर्च, आर्थिक वर्षको अन्त्यसम्ममा हुन सक्ने आम्दानी र अन्त्यसम्ममा हुन सक्ने खर्च, अनि यो वर्षमा हामीले चाहिँ गरेको इकोनोमिक ग्रोथ, हाम्रो जिडिपीको टोटल ग्रोथ कुन हिसाबले जहाँ अगाडि बढ्छ, इन्फ्लेसन कस्तो अवस्थामा हुन्छ, यी सबै चिजको आधारमा हामीले बजेटको साइजको अनुमान गर्छौँ। बजेटको साइजको अनुमान गरेपछि त्यो अनुमान गरिएको बजेटलाई विभिन्न मन्त्रालयहरूमा निकायहरूमा बाँडफाँड गर्छौँ, जसलाई हामी सिलिङ भन्छौँ। सिलिङ बाँडफाँड गर्छौँ। सिलिङ बाँडफाँड गरिसकेपछि के छ भनेदेखि सम्बन्धित मन्त्रालयले त्यो सिलिङभित्र रहेर आफ्नो मन्त्रालयको बजेट LMBIS, लाइन मिनिस्ट्री इन्फर्मेसन बजेटरी सिस्टम, लाइन मिनिस्ट्री बजेटरी सिस्टम, इन्फर्मेसन बजेटरी सिस्टम, यो चाहिँ LMBIS-मा हामी इन्ट्री मार्फत बजेट इन्ट्री गर्छौँ। त्यो सम्बन्धित मन्त्रालयले गर्ने हो। LMBIS इन्ट्री गर्ने काम सम्बन्धित मन्त्रालयले गर्छ। अर्थ मन्त्रालयलाई तजबिजी अधिकार हुँदैन। यति त हामीले चाहिँ समान ढङ्गले बुझ्नु पऱ्यो नि। प्रतिनिधि सभाका, राष्ट्रिय सभाका मान्य सदस्यहरू, यत्रो चाहिँ सार्वभौम जनताका सार्वभौम प्रतिनिधिहरूले यति चाहिँ हामी थाहा पाउनुपर्छ कि LMBIS इन्ट्री गर्ने काम सम्बन्धित मन्त्रालयले गर्छ। त्यसो अर्थ मन्त्रालयले के गर्छ? घाम तापेर बस्छ त बस्दैन। उसले के गर्छ भने सम्बन्धित मन्त्रालयले ठिक ढङ्गले इन्ट्री गरेका छन् कि छैनन् त्यो चेक गर्छ। सिलिङभन्दा माथि छ कि कम छ कि, कहिलेकाहीँ चाहिँ माइनस इन्ट्री गर्ने पनि चलन हुन्छ। त्यो सबै कुराहरू हेर्छ, त्यसलाई रेगुलेट गर्छ। कुनै पनि योजना, कुनै पनि कार्यक्रम अर्थ मन्त्रालयले इन्ट्री गर्दैन। पहिलो कुरा यो। यदि बजेट निर्माणमा अनुशासित हुने हो भने अर्थ मन्त्रालयले इन्ट्री गर्दैन। गर्दैन त भने गर्छ। त्यसो भए कस्तो गर्छ? कस्तो त्यो पनि म बताउँछु। बजेट वक्तव्यमा समावेश भएको तर सम्बन्धित मन्त्रालयले आफ्नो मन्त्रालयमा आफ्नो मन्त्रालयको LMBIS-मा इन्ट्री नगरेको कुनै योजना वा कार्यक्रम छ भने त्यस्तो योजना वा कार्यक्रमको सन्दर्भमा कानुनले नै अर्थ मन्त्रालयलाई अधिकार दिएको छ। कानुनको दफा कोड गरेर अर्थ मन्त्रालयले निर्णय गर्छ। बजेट वक्तव्यमा उल्लेख भएको तर सम्बन्धित मन्त्रालयको विनियोजनमा LMBIS इन्ट्रीमा समावेश नभएको हुनाले यो योजना वा कार्यक्रमका लागि यति बजेट भनेर विनियोजन गर्छ। यति भइसकेपछि अनि यो चाहिँ कसले के भन्यो, कुन मिडियामा के आयो, त्यो मिडियाको आधिकारिकता त्यो पनि त बुझ्नु पऱ्यो नि। हामी यत्रो सम्मानित सभामा कुनै चिजहरूलाई, कुनै मिडियामा आएका चिजहरूलाई कोट गर्दाखेरिमा त त्यसको अथेन्टिसिटी, त्यसलाई त ख्याल गरेर बोल्नुपर्छ होला भन्ने पनि मलाई लाग्छ। त्यस कारणले म दाबीका साथ भन्छु, आत्मविश्वासको साथ भन्छु, यहाँहरूको आँखासँग आँखा जुदाएर भन्छु, कुनै पनि परीक्षामा उत्तीर्ण हुने गरी भन्छु कि यसपटक बजेट निर्माण गर्दा म बजेट निर्माणको प्रणाली मैले जे अवलम्बन गरेको छु त्यसका प्रति मलाई गर्वबोध छ। म अनुशासनका कुनै पनि सीमाहरूलाई मैले पालना गरेको छु। त्यस कारणले यो चिजमा मान्यज्यूहरूलाई म विश्वास दिलाउन चाहन्छु। त्यस कारणले सस्ता बाजारु टिप्पणीहरू जसको आधिकारिकता छैन त्यस्ता चिजहरूलाई सदनको, सम्मानित सदनको महत्त्वपूर्ण समय लिनका निम्ति खर्च गर्नुहुन्छ जस्तो पनि मलाई लाग्दैन। यिनै भनाइहरूको साथमा यो विनियोजन विधेयक 2082 का सम्बन्धमा विचार व्यक्त गर्नुहुने सम्पूर्ण मान्यज्यूहरूप्रति फेरि पनि धेरै धेरै सम्मान व्यक्त गर्दै आफ्नो भनाइ टुङ्ग्याउँछु। धन्यवाद। सदस्यहरू, प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक 2082 माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफल यहीँ समाप्त हुन्छ। मान्य सदस्यहरू, अब म प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक 2082 माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यले हुन्छ भन्नुहोस्। यो प्रस्तावको विपक्षमा हुने मान्य सदस्यले हुन्न भन्नुहोस्। हुन्न भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकाले
हुन्छ भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक 2082 माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्छु। मान्य सदस्यहरू, प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक 2082 का सम्बन्धमा खर्च कटौतीको प्रस्तावको सूचना दिन चाहनुहुने मान्य सदस्यले राष्ट्रिय सभा नियमावली 2075 को नियम 136 बमोजिम राष्ट्रिय सभाको विधेयक शाखामा सूचना दिन सक्नुहुने बेहोरा जानकारी गराउँछु। मान्य सदस्यहरू, प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक 2082 का विभिन्न शीर्षकहरूमाथि छलफलका लागि 2082 असार 15 र 17 गतेका दिनहरू र सम्बन्धित मन्त्रीहरूबाट जवाफ दिनका लागि मिति 82, 17 र 18 गते निर्धारण गरेको छु। छलफलमा भाग लिन चाहनुहुने मान्य सदस्यहरूले छलफल हुने दिनभन्दा एक दिन अगावै कार्यव्यवस्था शाखा राष्ट्रिय सभामा दलीय आधारमा नाम उपलब्ध गराउनु हुन अनुरोध गर्दछु। मान्य सदस्यहरू, राष्ट्रिय सभाको अर्को बैठक मिति 2082 साल असार 15 गते आइतबार अपराह्न 12:15 बस्ने गरी यो बैठक यहीँ स्थगित हुन्छ।